बसाइ सराएको क्रममा बागलुङ गुल्मी पाल्पा दाङ हुँदै यो सुर्खेतसम्म आइपुग्दाखेरि हाम्रा सम्प्रदायका अग्रजहरूले हामीलाई यो सुम्पिनु भएको साम्प्रदायिक सम्पत्ति हो यो र हामीले सोरठीलाई पनि जिउका त्यौँ राखेका छौँ, ख्यालीलाई पनि जिउका त्यौँ राखेका छौँ र हामीले त्यस कार्यक्रम अलिक पछाडि राखेर अहिले हामीले चाहिँ यो घाँटु र मारुनी नाचलाई विशेष प्राथमिकता दिएका छौँ र घाँटु अलिक विलुप्त हुन लागिरहेको अवस्था छ। त्यसै कारण हामीलाई चिन्ता छ। हामीले हाम्रा अग्रजहरूले हामीले दिनुभएको सम्पत्ति हामीले आउँदा पुस्तामा बुझाउन नसकिने हो कि भन्ने हामीलाई अहिले डर लागिरहेको छ। विगतमा हामीलाई यो के हो कस्तो हुन्थ्यो त्यो ज्ञान भएन, जानकारी भएन। अहिले हामीले चाहिँ यसको बुझेर विस्तृत अध्ययन गरेर अगाडि बढिरहेका छौँ र यसै गरी सम्बन्धित यहाँका स्थानीय निकायहरूले, स्थानीय सरकारहरूले हामीलाई यो तपाईँहरूको पुर्खाको सम्पत्ति हराउनुहुन्न है, हराउन दिनुहुन्न है, तपाईँले बिर्सिनु भने हाम्रो यो स्थानीय सरकारले बिर्सेको छैन, त्यसै कारण तपाईँले यसलाई जगाउनुपर्छ भनेर झकझगाइरहनु भएको कारणले उहाँहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ। र आगामी दिनमा स्थानीय वीरेन्द्र नगरपालिका वार्ड नम्बर 12 लगायत वीरेन्द्र नगरपालिकाले पनि हामीले यस कार्यक्रम गर्नुहोस्। तपाईँहरूको लागि हामी सम्पूर्ण आर्थिक सामाजिक भौतिक सहयोग गर्न तयार छौँ भनेर आश्वासन दिनुभएको छ। हेरौँ सायद सम्भवतः हामी सफल होला। हस्, हुन्छ, धन्यवाद छ। हजुर, हाम्रो यो जरबुटामा विशेष बस्दै आएको जरबुटाका पुराना मगरहरू विगतमा हामी यहाँ चाहिँ यो जलाधार क्षेत्र भन्दा अहिले जुन यहाँबाट हामीलाई स्थानान्तरण गरेर तल झारियो, हाम्रो पुरानो वासस्थान जरबुटा, ढाब, कोलेरी, कटुका, गरगरे, जामनडाँडा यिनै हुन् हाम्रो पुरानो वासस्थान। र त्यसपछि सरकारले यो जलाधारकोलाई चाहिँ एउटा तलको बस्तीलाई पानी चाहिन्छ, माथिको जङ्गल जोगायो भनेर हामीलाई चाहिँ तल स्थानान्तरण गरिसकेपछि त्यहाँ भएका हाम्रा सम्प्रदायहरू छिन्न भिन्न अवस्थामा भए। कोही अब यता 4 नम्बरतिर, 3 नम्बरतिर, 2 नम्बरतिर बस्ती जानुभयो अहिले हालको वीरेन्द्रनगरको, र कोही 12 नम्बर, 11 नम्बर, 10 नम्बर, 9 नम्बरतिर हुँदै गयो। र तत्कालीन अवस्था हामी ढेमथर, मागथर, हल्ले भन्ने हाम्रो यस्तो किसिमको परिचय थियो। र त्यसपछि नौले टोल, विभिन्न टोलमा चाहिँ यसलाई विभक्त भयो र आफ्नो ठाउँअनुसार पहिचान हुँदै गयो। र यो के हुँदो रहेछ भने यो कला संस्कृति भन्ने कुरो बिस्तारै हराउँदै जाँदाखेरि मिटरमा यसो फरक पाइए तापनि यसको तर उद्देश्य र यसको मूल सार चाहिँ एउटै हुँदो रहेछ भन्ने अहिले हामीलाई चाहिँ अनुभव र यसको चाहिँ ज्ञान भएको छ। र आउँदा पुस्तालाई हामीले हाम्रो भाषा र कला संस्कृति जिउका त्यौँ जस्ताको तस्तै बुझाउन पाएको भए हामी पनि हामीलाई अब भाग्यमानी ठान्दछौँ। र मैले त अब सामान्य उहाँहरू मेरा हाम्रो अग्रज गुरुहरूले हामीले सिकाउनु भएको कुरा मात्रै भनेका हौँ। र विशेष अझ मलाई भन्दा अहिले पुरानो जानकारी हाम्रो अग्रज गुरु मेरो आदरणीय भिनाजी शेरबहादुर सिंहलीबाट जानकारी गराउन चाहन्छु। हजुर परेन नाप्थेर भन्नु होला है। हुन्छ, आफ्नो परिचय राखिदिनुहोस्। धन्यवाद, नमस्कार। मेरो नाम चेतबहादुर सिंहली र म अहिलेसम्म यो मनोरञ्जन गरेँ, मारुनी नाच सम्हाल्दै यस उमेरसम्म मैले आफ्नो पुरानो सांस्कृतिक धार्मिक कलाहरूलाई चाहिँ जग्याना गर्दै आउँदैछु। हात तल झार्नुहोस्। अनि भर्खर मैले अहिलेसम्म नयाँ केटाहरूलाई नयाँ भाइ बहिनीहरूलाई सिकाउँछु र अझै पछि पढ्नुमा नयाँ बालबालिकाहरूलाई पनि त्यही नाच यस्तै सिस्टम गर्दै जाउँ भन्ने मेरो धारणा छ। र यो प्रायः जस्तो पहिला बुढापाकाले के गर्दै भने दसैँको अष्टमीमा देवी कालिका मन्दिरमा देवी भन्ने मन्दिरमा राति 1-2 बजीसम्म जगाना गरेर आउने गर्थ्यौँ। त्यसपछि बल्ल अन्त गाउँमा सत्यनारायण पूजामा, बिहा बर्तनमा अनि न्वारानमा हामी यसो मनोरञ्जन गर्दै आउँथ्यौँ क्या। अब अहिले त्यस्तो गाउँमा बोलाउने चलन छैन। अब जहाँ कि अब कतै चाहियो भने यस्तो हाम्रो गाउँ छिमेकमा बोलाउँछ कहिले कहिले कोही कार्यक्रममा, बाहिर अफिसमा। र हजुर चाहिँ गुरु हुनुभयो? मैले धानेपछि हाम्रो गुरुसँग मैले धानेको मैले यसरी दिन छोडी यही गीतमा मैले यसमा लागेँ मैले है गर्दाखेरि अहिलेसम्म यो धान जस्तो गर्दैछु। र मैले कतिपय केटाहरूलाई गुरु निकाल्छु, मादलमा गीतमा निकाल्छु भन्दा मेरो उमेर यति आइसक्यो। एउटा हाम्रो उहाँ सङ्गीत गीतमा धान्नु हुन्छ भर्खर
मादल धान्ने मान्छे नभएर म आफै दुगोले अहिले बजाउँदैछु। जस्तो मादल बजाउँदाखेरि हुने रहेछ यो के रहेछ बताइदिनु न। सरस्वती आउँछ है, सरस्वती आउने व्यक्तिलाई जुन मादलको त्यो सरस्वती सगन लगाइदिनुपर्छ। मादल त्यो बाजामा आउँछ कसैलाई, त्यो बाजामा आउन न हामी मिल्दैन, त्यो मादलमा आउनुलाई म बसाइदिन्छु। र यस्तो सरस्वती आउने कोही देवदेवता काम्ने त्यस्तालाई चाहिँ सरस्वतीको नामबाट हामी मादलबाट सगन लगाइदिनु बसालिदिन्छौँ। र कसैलाई पनि कसैले त मान्छे अब यो छोइछाइबाट पनि भयो भने पानी फुक्पा गरेर कुन पानी छर्केर बसाल्ने पनि गर्छन् कि भन्दाखेरि हामी अहिले यो मैले मार्यो नाच लगभग त्यसै 30-25 वर्षको लगायतमा बुढाहरू सिकिएपछि मैले फेरि उत्थान गरेँ कि हाम्रो मगरसम्म अफिस कार्यालयले मगरसम्म अफिसले खोजी गर्दाखेरि ल तपाईँले धान्न सक्नुहुन्छ अरे निकाल्न सक्नुहुन्छ अरे त्यो नाचलाई फेरि जग्गा नगरेर तपाईँले उत्थान गरिदिनुहोस् भन्दाखेरि मैले फेरि कार्यक्रम मैले निकालेँ गर्दैछु। अहिलेसम्म अब मेरो टिकाहरू केटाहरू मारुन केटाहरू आउँदैछ। जस्तो तपाईँको अलि उमेर हुँदाखेरि कस्तो थियो होइन, अनि अहिले चाहिँ अलिक के लोभ बाँच्छ कि के छ यो त्यो पहिला जस्तो अहिले छैन, धेरै परिवर्तन भइसक्यो। पहिला हाम्रो जमानामा आफ्नो बेलामा आइपुग्छ।